प्रिय विद्यार्थी भाइ बहिनीहरू, यस वर्षको एससीई परीक्षा चैत 7 गते बिहान ठिक 8 बजेदेखि सञ्चालन हुन गइरहेको छ। यसको सम्पूर्ण तयारी यहाँहरूले गरिसक्नु भएको छ। आज म यस भिडियो मार्फत एससीई परीक्षालाई कसरी शान्त, मर्यादित वातावरणमा सम्पन्न गर्न विद्यार्थी भाइ बहिनीहरूले ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी गराउन चाहन्छु। एससीई परीक्षालाई मर्यादित, निष्पक्ष र व्यवस्थित बनाउन परीक्षा केन्द्र वा परीक्षा हलभित्र विद्यार्थीहरूको प्रवेश पत्र र आवश्यक शैक्षिक सामग्री बाहेक अन्य कुनै पनि प्रकारका सामग्रीहरू लैजान पूर्ण रूपमा निषेध गरिएको छ। यस्तो खालको नियम यहाँहरूकै फाइदाको लागि, यहाँहरूकै हितको लागि ध्यानमा राखेर लागू गरिएको हो, जसले विद्यार्थीहरूको शान्त, चिन्तामुक्त र भयरहित वातावरणमा परीक्षा दिन सहयोग गर्नेछ। विद्यार्थी भाइ बहिनीहरू, परीक्षा हलभित्र मोबाइल फोन, इलेक्ट्रोनिक डिभाइस, पाठ्यपुस्तक, नोट, स्मार्ट घडी र अन्य यस्तै प्रकारका कुनै पनि सामग्रीहरू परीक्षा हलभित्र लैजान पाइने छैन, जसले परीक्षाको निष्पक्षतामा प्रश्न चिन्ह खडा गरोस्। त्यस्तै अन्य सहभागी परीक्षार्थीहरूलाई बाधा पुग्ने वा असजिलो पर्ने खालका कुनै पनि प्रकारका गतिविधिहरू, अमर्यादित र अनुचित हुने खालका कार्यहरू नगर्नुहोस्, जसले समग्र परीक्षाको वातावरण र स्वच्छतालाई भङ्ग गरोस्। यदि हजुरहरूले परीक्षाको नियम उल्लङ्घन गरी परीक्षा केन्द्रभित्र निषेधित सामग्रीहरू लिएर गएको पाइएमा त्यस्ता सामग्रीहरू जफत गरिने र मोबाइल फोन जस्ता उपकरणहरू फिर्ता नहुने, साथै परीक्षाको मर्यादा भङ्ग हुने जुनसुकै खालका गतिविधि गरेको पाइएमा यहाँहरूको परीक्षा रद्द हुन पनि सक्छ। याद राख्नुहोस् भाइ बहिनीहरू, परीक्षाको समयमा यहाँहरूलाई आवश्यक पर्ने सामग्रीहरू जस्तै कलम, पेन्सल, सार्पनर, इरेजर, स्केल, कम्पास, रुलर र प्रवेश पत्र लैजान नबिर्सिनुहोला। परीक्षा सुरु हुनुभन्दा कम्तीमा 30 मिनेट समय अगाडि परीक्षा केन्द्रमा पुग्ने र आफ्नो सिटमा शान्तपूर्वक बस्नुहोला। साथै परीक्षा निरीक्षकको निर्देशनलाई ध्यानपूर्वक सुन्ने र पालना गर्ने, परीक्षाको अवधिभर शान्त र संयमित भएर परीक्षा दिनुहोला। अहिलेसम्म यहाँहरूले थुप्रै पटक परीक्षामा सहभागी हुनुभएको छ। यो परीक्षा पनि पहिला सहभागी भए जस्तै परीक्षा हो। यसलाई कुनै पनि प्रकारको फरक परीक्षाको रूपमा नलिई निर्धक्क साथ परीक्षामा सहभागी हुन र उत्कृष्ट जिपिए सहित उत्तीर्ण हुनुहुनेछ भन्ने शुभेच्छा र शुभकामना दिन चाहन्छु। धन्यवाद।